Hello everyone, it's me Milan. Milan 2026 है 2026 मलेसियामा त्यत्रो वर्षसम्म बस्यो हामी स्टिल अझै पनि हामी मलेसियामै छौँ यत्रो वर्ष यही ठाउँ हैन सबै यही भ्यू यत्रो वर्षसम्म हेरेर हुन्छ नि त बसिरहेछौँ जे भए पनि एकदम बोरिङ भइसक्यो यत्रो वर्षसम्म एउटै ठाउँमा बसेर के गर्नु अझै जवानी हुन्छ नि त यतै बस्दा बस्दै सकिएला जस्तो छ है केही छैन आफ्नो परिवारको खुसीको लागि भएको एउटै जिन्दगी नै हुन्छ नि त पुरै लगाइदिन्छु पुरै सेक्रिफाइस गरिदिन्छ हैन त्यसमा कुनै चिन्ता छैन तर फ्यामिली चाहिँ खुसी हुनु पर्यो आफूले सोचेको जस्तो आफूले खोजे जस्तो हुनु पर्यो 2022 मा आएको 22 सेप्टेम्बर 18 तारिकमा अहिले 2026 जुन सायद जुन होला जुन महिना जान लागिसक्यो अनि घर जान लागिरहेछ म अबको कति सायद 3-4 महिनामा 4 महिना हुन्छ होला सायद 2026 त्यस्तै कति नोभेम्बर हुन्छ नोभेम्बर महिनामा कस्तो बोरिङ अनि 2 महिना बसेर फेरि फर्केर आउनुपर्छ यही ठाउँमा यही नजारा हेर्दै यसमै काम गर्दै हुन्छ नि त त्यत्रो वर्षौ बितेको थाहै हुँदैन हैन अर्को छुट्टी विकली छुट्टी हुन्छ नि त अर्को छुट्टी कुर्दा हुन्छ नि त महिना जान्छ अर्को महिनाको स्यालेरी भन्दा साल जान्छन् हैन अनि अर्को साल घर जान्छु अर्को साल म यो गर्छु हुन्छ नि त अर्को साल अथवा केही घर बनाउँछु जग्गा किन्छु यस्तो उस्तो भन्दा जवानी जान्छन् है यस्तै रहेछ स्टोरी हुन्छ नि त मान्छेहरू हुन्छ नि त विदेश गएपछि किन 5 वर्ष किन 10 वर्षसम्म नि घर आउँदैन किन जहिले बस्छन् भने त हुन्छ नि त त्यसरी जिन्दगी जिउँदा रहेछन् हुन्छ नि त त्यसरी चालै हुँदैन रहेछन् क्या यहाँ अब हुन्छ नि त पिङजाडामा थुने जस्तै क्या पिङजाडामा थुने जस्तो हुँदो रहेछ त्यस्तै गरी हुन्छ नि त समय बितेको पनि थाहा नहुने थाहा हुँदा पनि के गर्ने बाध्यताले भए पनि बस्नै पर्ने हैन त्यही हो अहिले रियलाइज गर्दैछु हैन म पनि किनभने आफूलाई परिराख आफूलाई हुन्छ नि त थाहा भइसक्यो हुन्छ नि त आफूले अनुभव लियो यो कुराको हुन्छ नि त्यही भएर बस्दा रहेछन् मान्छेहरू 5 वर्ष 10 वर्ष हुन्छ नि त अझ कोही त हुन्छ नि त भिसा थपेर 20 वर्षसम्म विदेश बस्नुको कारण अनि बुढो भएपछि घरमा जवानी जति अर्कै काम गरेर सकिने है यही रहेछ जिन्दगी अनि फेरि सोचे जस्तो हुन्छ नि त आफूले सोचे जस्तो फेरि के पनि हुँदैन कस्तो बोरिङ जिन्दगी छ कि कुनै हुन्छ नि त कैदीको भन्दा नि कम छैन क्या यो त काम गरेछ हैन भोलि यो काम गरी त्यो काम हुन्छ नि त गर्दा त्यत्रो वर्ष भइसक्यो सुरुमा आउने बेलामा चाहिँ सोचिरहेको थिएँ यत्रो वर्ष कसरी कट्ने हो भनेको थिएँ काम गर्दै जाँदा हेर 4 वर्ष कटेको थाहै छैन थाहा त छ हैन तर कति चाँडो जस्तो लाग्छ हिजो अस्ति जस्तो मात्र लागेको थियो सबै कुरा सपना जस्तो लागिरहेको क्या पुरै इल्युजन क्या कसम के रियालिटी नै यही हो र सपना जस्तो के एकदम पुरै हामी राति सुत्दाखेरि सपना देख्छ नि त त्यस्तै
झालझुल झालझुल जस्तो लाग्छ हैन त्यसरी पुरै जिन्दगी गइरहेको हुन्छ कस्तो खालको रियालिटी हो यो खै यस्तो छ मलेसियाको सिन You guys can see घाम ढल्किँदैछ अहिले यहाँ अलमोस्ट कति 7 बज्नु लागेछ होला सायद 7 बज्नु लाग्यो घाम ढल्किँदैछ अझै पनि घाम चाहिँ उता माथि नै छ नेपालमा चाहिँ अझै उज्यालै छ पुरै उज्यालै भन्दा पनि पुरै दिउँसै छ किनभने नेपाल उता पर्छ पश्चिम मलेसिया भन्दा यही हो Leung Hub Agro Business STN BSD कम्पनी चाहिँ खतरै हो हैन 18 वर्ष हुन्छ नि त सुरुमा पासवर्ड बनाउँदा आको अहिले 22 वर्ष पुगिसके लोल अझै खै कति वर्ष हो यार कति वर्षसम्म काम हुन्छ नि त दिमाग एकदम हुन्छ नि त कहिले ओभरथिङ्किङ हुन्छ न भने जस्तो निन्द्रा छुट्टीको दिन हेर आज मेरो छुट्टीको दिन न त भने जस्तो निन्द्रा लाग्छ न के हुन्छ त्यही हो हर कुराको टेन्सन हर कुराको हुन्छ नि त जिम्मेवारी भइसकेपछि त्यही हो न त निन्द्रा टाइममा लाग्छ है न के अनि फेरि रुममेटमा पनि कस्तो हुन्छ भने कोही गेमर कोही के हुन्छ नि त अलिकति सेन्स नभएकोहरू हुन्छ नि अब फेरि आफ्नो घर जस्तै घर भन्दा नि ओभर सोच्ने कि अब कोही गेम खेल्ने पुरै कराउने बेसरी कोही मोबाइल ठुलो बज्ने हरेक चिज हुन्छ नि के गर्नु चुपचाप बस्नुपर्छ हेर विदेश जस्तो ठाउँमा अरू त त्यस्तै हो सबैजना हेर विदेश भएको मान्छेहरूको चाहिँ लाइफ त्यस्तै हो है अरू त केही होइन म चाहिँ जस्ट त्यही हो मेरो अलि हुन्छ त स्टोरी जस्तै सम हुन्छ नि त सर्ट स्टोरी भनौँ त्यही हो यही हो मलाई चाहिँ यो बिरालो उतातिर छ बिरालो कस्तो डराइरहेछ मान्छेहरू देखेर डराएर भएको छ अहिले अनि यो भिडियो मैले यदि वाइटीमा हाल्यो भने 10 वर्ष 20 वर्षपछि हेर्दा कस्तो फिल होला मलाई ओहो एउटा मेमोरी हुन्छ होला नि त हैन ओहो मैले हुन्छ नि त यो बेलामा यसरी हालेको थिएँ त्यतिखेर हुन्छ नि त म यस्तो थिएँ म यहाँ यस्तो काम गर्थेँ हरेक चिज हुन्थ्यो क्या है अरू त त्यस्तै हो बाई बाई मेरो भिडियो चाहिँ यहीँ इन्ड गरेँ है ओके